यो दिदी चाहिँ नि यता हेर न हो क्यामेरामा नभोले पनि अगाडि अगाडि लाग्यो मौन जाँदा मम्मीको मौन जाँदा ठिकै लाग्यो। 10 वर्षमा मलाई भेटघाट गर्नु आउने मेरो नातिहरू नातिनीहरू अब भान्जा जुवाई भान्जीहरू डेनुका मेरो भान्जी हो सपोर्ट मेरो भान्जी हो घरकै भान्जी यहाँ आउनुभयो मलाई धेरै खुसीको कुरा हो। म पनि धेरै खुसी छु अझै पनि मेरो भान्जीलाई 9-10 वर्ष भेट्न आउँछु भने मेरो ठुलो धारणा हो। धेरै बाँच्नु पर्छ धेरै बाँच्नु पर्यो भन्ने मेरो ठुलो हजुर पनि धेरै बाँच्नु। मेरो माइली भाउजू है मेरो बेस्ट फ्रेन्ड पनि पछि भाउजू हुनुभयो कम त खुसी छु म। हेलो एभ्रिवान वेलकम ब्याक माई युट्युब च्यानल। मेरो युट्युब च्यानलमा फेरि पनि स्वागत छ न्यू डे न्यू भिडियोका साथ म आइसकेँ साथीहरू। बिहानै म चाहिँ भिडियो सुरु गर्दैछु अनि हजुरहरूलाई थाहा भइसक्यो कि मेरो भिडियो के छ र कस्तो छ भनेर हजुरहरूले थम्बनेल अनि टाइटल हेरेर भाउजूले मलाई चिया खाने पैसा दिनुभयो। के हो म त धनी हुन्छ के हो खै छोरीले नि दिनु यता छोरीले नि दिनु दिनु न उगु लग्ने अरे भरे ऊ बहिनीहरूको मुख सबै बिग्रिन्छ दबाई लगाएको छ भाइ आएर खानु ल आएर ल ए भाउजू भाइ छिटो टिप्नु त यहाँ अम्बक टिप्ने अरे अब जाने बेला। स्वागत छ हाम्रो भाउजूलाई पनि युट्युब च्यानलमा दिनु न। मेरो माइली भाउजू है मेरो बेस्ट फ्रेन्ड पनि पछि भाउजू हुनुभयो कम त खुसी छु म। पनि खुसी छु मेरो कान्छी नन्दसँग भेट भयो धेरै वर्षपछि। मेरो प्यारी भाउजू हामी चाहिँ एकदम बेस्ट है। यता हाम्रो काकी हुनुहुन्छ। हेलो कहाँ पानी लिनु जानुहुने फोन चार्ज पनि छैन साथीहरू। म सबैलाई देखाइहालेँ होइन यता मेरो दिदी भेनालाई पनि देखाएँ। अलिक यस्तै हो कि अब क्यामेरा अगाडि अलिक पहिलोचोटि बोल्न अलिक गाह्रो हुन्छ नि त। म त पहिला कति गाह्रो हुन्थ्यो अहिले बानी भएर। मेरो भाइले चाहिँ अम्बक टिप्दैछन्। हाम्रो अम्बक चाहिँ एकदम फलिरहेछ साथीहरू। सुनिहाल्नु भयो नि साथीहरू भेनाहरूलाई ननिकाल्नु। यता मेरो दिदी हुनुहुन्छ। मेरो यो दिदी चाहिँ नि यता हेर न हो क्यामेरामा नभोले पनि अलिक लजालै छ कि साथीहरू। यो चाहिँ अनि सानोमा हामी कति बाँच्छौँ कति मिल्थ्यौँ। सानो हामी सँगैको दिदी हो मेरो साइली दिदी। अलिक लजालु हुनुहुन्छ कि अलिक प्याट बोल्ने चाहिँ म यो घरमा। अब के छैन मेरो नेचरै यस्तै हो बानी यस्तै हो। मेरो त्यसो पनि फेरि कति ह्यान्डसम छ मेरो छोरा। अनि ल साथीहरू मेरो फोन चार्ज पनि छैन हेर्दै गर्नु होला है। अब यस्तै छ। यता हुनुहुन्छ मेरो मम्मी यता हेर्नु न। यता हुनुहुन्छ मेरो मम्मी। यता हाम्रो भाउजूले चाहिँ अम्बक टिप्दै हुनुहुन्छ। सो साथीहरू हेर्दै गर्नु होला। अब हामी चाहिँ माउलो जाँदैछु। हाम्रो अम्बक चाहिँ धेरै फलिरहेछ। हेर्दै गर्नु होला साथीहरू। हामी अब भरै भेट्नेछौँ। हाम्रो माउलो गाउँ चाहिँ यता पारी गाउँ हो। म देखाउँछु ल हल्का। यता पारी गाउँ हो हाम्रो माउले गाउँ चाहिँ। हाम्रो माइजू हुनुहुन्छ। माइजूलाई भेट्न जाँदैछौँ हामी चाहिँ। देखिएन होला हेर्दै गर्नु होला गाइस। आमामा छोरी के आयो सानबान आउँदैछन् है साथीहरू हाम्रो चाहिँ। म चाहिँ अगाडि छु आसुसम्म साथीहरू। हामी चाहिँ हिँड्यौँ। अब गाउँ आएको पनि धेरै भयो अनि कति मैले साथीहरूलाई पनि भेटेको छुइनँ। एकजना मेरो साथीले चाहिँ मलाई भेट्न आएन भने म कहिले उसलाई फोन पनि गर्दिनँ भन्दै थिएँ अरे। टाइम नै यतिकै भइरहेछ। आज चाहिँ म माउलो हिँडेको छु। मामा भन्नु नि माइजू भन्ने नि एकजना मात्रै हुनुहुन्छ हाम्रो माइजूहरू। हाम्रो माउलो चाहिँ लाग्छ 1 घन्टा नै नानीहरूसँग जाँदैछौँ। यहाँ आउँदै हुनुहुन्छ हाम्रो दिदी भेनाहरू चाहिँ नानीहरू छोरा। म चाहिँ अघि छु। मेरो अब यस्तै हो। अब गाउँ आएको धेरै भयो भन्दा पनि अब यत्तिकै दिनहरू बितिरहेछ क्या साथीहरू। तर के छैन गाउँघरमा चाहिँ कहिल्यै काम सकिँदैन नि त। एउटा गयो अर्को निस्किन्छ। अब कामहरू लथालिङ्गै भइरहेछ। कोदो नि टिप्नु पर्नेछ।
धेरै काम छ कि हाम्रो गाउँमा चाहिँ। अनि आज चाहिँ हामी माउलो जाँदैछौँ दिदी रेना नानीहरूसँग। हेर्दै गर्नु होला गाइज। यहाँ आउँदैछन् हाम्रो नानीहरू चाहिँ। छिटो आउनु है छोरी, छिटो आउनु ल हाम्रो छोरीहरू। यता हाम्रो सानबान धेरै नै छ। हामी चाहिँ हिँड्यौँ छोरा र दिदीहरू सोल्टिनी म हाम्रो भेनाजु। अब क्यामेरामा पहिलोचोटि अलिक नर्भस चाहिँ हुनुहुन्छ हाम्रो मेरो फ्यामिलीहरू चाहिँ क्यामेरामा बोल्न आउन। बाई बाई गरिदिनु हाम्रो भाउजू, भाउजू। अब हाम्रो भाउजू चाहिँ भेट भयो। अब हाम्रो भेट भयो भने टाइम मिल्यो भने भेट भयो, खुसी लागिरहेछ एकदमै। अनि अझै बोल्नु न। हाम्रो भाउजूको चाहिँ हाम्रो चाहिँ टाइम मिल्यो भने चाहिँ पक्कै पनि पक्कै पनि भिडियोमा म ल्याउने छु मेरो भाउजूलाई एकचोटि हेरौँ। म नि आउँछु एक दिन ससुरालाई भेट्न। फेरि आउँछु भनेर बिर्सिहाल्यो भने नरिसाउनु। आउँछु, आउन मन लागिरहेछ। पहिला हामी हाम्रो छोराछोरी चाहिँ अगाडि अगाडि कस्तो एकै खाले। यता हेर त, यता हेर छोरी कस्तो लाग्यो अब मौला जाँदा, मम्मीको मौला जाँदा। ठिकै लाग्यो, रमाइलो भएको छैन। हामी चाहिँ यो पुल तरेर जानुपर्ने हुन्छ। अब चाहिँ माथि गाउँ देखेको छैन। छोरी बिस्तारै है, बिस्तारै लडिन्छ। बहिनी नउठाउनु भाइ। छोराले चाहिँ कान्छीलाई दौडाउँदैछ। हाम्रो कान्छी चाहिँ अलिक बिराम जस्तो छ। चाहिँ हामी यो पुल तरेर जानुपर्ने हुन्छ साथीहरू। छिटो हिँड्नु न छोराछोरी हो। माउलाई पुगिहाल्छ। म पनि यहाँ छु चाडमा जाउँ कि भनेर। ए नाना चाहिँ माइजू यता ठुलो पछाडि आउँथ्यो भान्जी होइन न यो बिहा सुनि त माइजू नै भन्नु चाहिँ माइजू नै भन्नु भेन। माइजूले ठिक छ भान्जी ठुलो मान्छे बन्यो नि मेरो नाति नि। ठुलो गुम्बामा बसेर चाहिँ लामो यात्रा हुनु। ए नमस्ते ल नाति नि धरनमाले दुमा के ठुलो माइजू माउली घरमा छु। हामी चाहिँ आइपुगेको छ। यहाँ चाहिँ हामी चाहिँ माउली घर आइपुगेको चाहिँ पारी हाम्रो गोठ यहाँदेखि चाहिँ देखिन्छ। यो चाहिँ हाम्रो माउलो घर हो गाइज। अनि यहाँ चाहिँ यस्तै छ हाम्रो माउली घर चाहिँ। अनि यो पारी चाहिँ हाम्रो गोठ। हाम्रो माउलोमा चाहिँ माइजू अनि दिदी मात्रै हुनुहुन्छ। दिदी चाहिँ माथि पूजामा जानुभएको छ अरे। अनि माइजू मात्रै हुनुहुन्छ घरमा चाहिँ। अनि हाम्रो माइजू र दिदी दाइहरू चाहिँ हुनुहुन्न। दाइहरू चाहिँ धरानमा हुनुहुन्छ दाइ भाउजू चाहिँ। अनि घरमा चाहिँ माइजू अनि दिदी मात्र हुनुहुन्छ। अनि अहिले चाहिँ दिदी चाहिँ पूजामा जानुभएको रहेछ। अनि यहाँ म चाहिँ खाना बनाउँदैछु। यहाँ चाहिँ म भात पकाउँदैछु गाइज। भान्से मै हो। यहाँ चाहिँ भात पकाउँदैछु। घरमा चाहिँ हाम्रो माइजू मात्र हुनुहुँदो रहेछ। अन्त दिदी नि हुनुहुन्न। त्यही भएर म चाहिँ खाना बनाउँदैछु। खाना चाहिँ रेडी हुँदैछ गाइस। सुँगुरको मासु पाक्दैछ। यहाँ भात पाकिसक्यो। खाना चाहिँ मैले पकाइसकेँ। अब चाहिँ हामी घर फर्किँदैछौँ। यहाँ माइजूसँग एकछिन फोटो खिच्नु पर्यो। भेटघाट हुँदाखेरि हाम्रो माइजू चाहिँ माथि राम्रै हुन जानुभएको छ। यो चाहिँ हाम्रो मामालो घर, माउलो घर हाम्रो। यहाँ हाम्रो माइजू हुनुहुन्छ।
माइजू भने नि मामा भने नि हाम्रो एकजना मात्रै माइजू हाम्रो माइजू भान्जी हाम्रो माइजू हुनुहुन्छ यता आज चाहिँ हामी मामाउलो आएको हो गाइस है अनि चाहिँ अब चाहिँ हामी छुट्ने बेला भइसक्यो अघि नै भेट भएको हाम्रो माइजूहरूसँग होइन भान्जी हराउँदा मलाई धेरै खुसी छ कि खुसी हुँदाखेरि यहाँ फोटो खिचेको अब सबैजनाले हेर्दा मेरो भान्जीसँग डेनुका राईसँग सुनिता राईसँग फोटो खिचेको डेनुसँग फोटो खिचेको छु कि ठिकै छ यो भनेको परम्परा त होइन हालचालमा भनौँ सबैले हेर्नु न यो दसैँको भेटघाटमा हामी फोटो खिचेकै सबैजना भनौँ नाता डाँडाहरूसँग हजुर मामा भने नि माइजू भने नि उहाँ चाहिँ एकजना मात्रै हुनुहुन्छ यसो अब बाँचिराखेँ हाम्रो भेटघाट हुन्छ यसो भेटघाटको क्रममा थोरै भिडियो होइन फोटोहरू पनि खिचिसक्यौँ एउटा सम्झनाको क्रममा यो भिडियो खिच्दैछु भनौँ फोटो पनि खिच्दैछु हजुर उहाँ चाहिँ हाम्रो माइजू है कै माइजू मेरो भान्जी हो ल ठिक छ राम्रो यता चाहिँ हाम्रो परिवारहरू हुनुहुन्छ हामी घर जाँदैछौँ हाम्रो माइजू पनि हेरिसक्नु भयो अब चाहिँ हामी भेट्दै गरौँ ल हामी चाहिँ अब घर फर्किनलाई तयार भएको तर यहाँ हाम्रो कान्छी छोरी चाहिँ हल्का बिरामी जस्तो छ ल हिँड्नु फेरि भेट हौँ है फेरि भेटको बाई बाई गरौँ है नाति फेरि पनि 10 वर्षमा मलाई भेटघाट गर्नु आउने मेरो नातिहरू नातिनीहरू अब भान्जा जुवाई भान्जीहरू म धेरै खुसी लाग्छ कि अब 10 वर्ष पछि जस्तै नाति भनौँ म त 72 वर्ष पुगेको बुढी मान्छे अझै 10 वर्ष 82 वर्ष पुग्छु कि ल है नाति नातिको आशीर्वाद मलाई लागोस् मेरो आशीर्वाद नाति लागोस् भन्ने मेरो ठुलो धारणा हो पिपीलाई माया आइराख्नुपर्छ मलाई कहिले भुल्नु हुँदैन है नाति अब माइजू हामी आयौँ दुःख दियौँ भेटघाट भयो अब चाहिँ हाम्रो माइजूसँग चाहिँ हाम्रो छुट्ने कार्यक्रम ल ठिक छ डेनुका मेरो भान्जी हो सपट मेरो भान्जी हो घरकै भान्जी ठिकै छ आज मलाई माइजू भनेर यहाँ आउनुभयो मलाई धेरै खुसीको कुरा हो म पनि धेरै खुसी छु अझै पनि मेरो भान्जीलाई 9-10 वर्ष भेट्न आउँछु भन्ने मेरो ठुलो धारणा हो धेरै बाँच्नु पर्यो भन्ने मेरो ठुलो हजुर पनि धेरै बाँच्नु माइजू है सन्चो सुविधा होस् मेरो भान्जीहरू मेरो आशीर्वाद लागोस् भने म पनि बाँचिरहँ भेटघाट भइरहोस् भन्ने मेरो ठुलो इच्छा हो मेरो धारणा अब चाहिँ बाई बाई गरौँ ल बाई 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 अब हाम्रो माइजू चाहिँ बिदा भइसक्नु भयो हामी घर पुग्नेछौँ घर पुगेर देखाउनेछौँ साथीहरू हेर्दै गर्नु होला ल माइजू बस्ने ल ल ल ल ल ल भान्जी जुवाई नानी ल हिँड्ने छ कहिले कहिले नभुल्ने साथीहरू हामी चाहिँ बिदा गरेर आइसक्यौँ अब माइजू चाहिँ एक्लै हुनुहुन्छ माइजू चाहिँ एक्लै हुनुहुन्छ अब दिदी चाहिँ कता पूजामा जानुभएको छ अरे हामी चाहिँ अब फर्किँदैछौँ होला अनि आजको मेरो भिडियो हजुरहरूलाई कस्तो लाग्दैछ त कमेन्ट पनि गर्नु होला है त म चाहिँ जाँदैछु म चाहिँ होइन हामी चाहिँ जाँदैछौँ अगाडि हुनुहुन्छ दिदी बहिनीहरू गाउँघर यस्तै हो यो चाहिँ यसरी गाउँ हाम्रो माउलो घरदेखिको भ्यू हेरौँ ल त्यही छ घर त हो जस्तो भए पनि प्यारै हुन्छ राम्रै हुन्छ हामीलाई चाहिँ हेरिलै हाम्रो मामा चाहिँ खस्नु भएको अरे अनि हाम्रो माइजू चाहिँ कस्तो अनि अलिक गाउँको बुद्धिजीवी जस्तै हुनुहुन्छ कि चाहिँ कस्तो भने नि अब पहिला अब गाउँघर यो चाहिँ अलिक सुङदेल हो हाम्रो गाउँ चाहिँ अलिक बिगर्दै ठाउँ छ अन्त अलिक कुनै पर्छ अनि हाम्रो माइजू चाहिँ यसो बिहे कार्य हुँदा के लेख्नु पऱ्यो भने हाम्रो माइजूले लेख्नुहुन्थ्यो अरे क्या त्यस्तो हुनुहुन्छ हाम्रो माइजू चाहिँ अलिक गाउँकै मान्ने गर्ने नै हुनुहुन्छ हाम्रो माइजू चाहिँ अब माइजू चाहिँ अब माइजू दिदी मात्रै बस्नुहुन्छ दाइहरू चाहिँ अब धरानमै बस्नुहुन्छ दाइ भाउजू भदै हुनुहुन्छ अनि हामी पनि माइजूलाई भेट्न आएको अनि फर्किँदैछु हाम्रो बाटो चाहिँ यस्तै छ हामी चाहिँ धेरै टाढा पुग्नुपर्छ नि त टाढा भन्दा त्यो देखिराखेको गाउँ हो हाम्रो गाउँ चाहिँ माइजूसँग भेटियो रमाइलो भयो हाम्रो माइजू पनि एकदम राम्रो बुझ्ने हुनुहुन्छ नि त हाम्रो माइजू भने नि मामा भने नि त्यो एकजना मात्रै हुनुहुन्छ हाम्रो दाइ भाउजू भदै दिदी हुनुहुन्छ हाम्रो माइजूको चाहिँ अनि यसो गाउँ आउँदाखेरि भेटघाट गरिराखौँ भनेर हामी चाहिँ आएको हामी चाहिँ घर आइसकेर लोकल काँक्रा खाँदैछौँ गाइस एकदम गुलियो टेस्टी
हामी चाहिँ घर आइसक्यौँ। घर आएर पनि खाजाहरू खायौँ। अनि साथीहरू आजको मेरो भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनु होला। आशा छ हजुरहरूले मेरो भिडियो फुल भिडियो हेर्नुभएको छ भन्ने आशाका साथ फेरि पनि अब हामी अर्को भिडियोमा भेट्नेछौँ भन्दै आजको भिडियोदेखि चाहिँ म बिदा हुन चाहन्छु। च्यानलमा नयाँ हुनुहुन्छ भने यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला। साथीहरू मेरो युट्युब फ्यामिलीलाई धेरै धेरै माया अनि मिठो सम्झना छ भन्दै फेरि अब हामी अर्को भिडियो भेट्नेछौँ भन्दै बाई बाई। लभ यु अल मेरो युट्युब फ्यामिलीहरूलाई बाई बाई। अम्बक गाइज यो चाहिँ यहाँ फलेको यो बोटमा कस्तो राम्रो फलेछ।